युट्युब भिडियो हेरेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। साथीहरू, आजको यो भिडियोको टपिक रहेको छ मलेसियामा मन्थली कति कमाइ हुन्छ र कति बचाउन सकिन्छ। म आज यसकै बारेमा तपाईहरूलाई जानकारी दिँदैछु, विशेष गरी नेपालमा रहनुभएका साथीभाइहरूलाई, दाजुभाइ तथा दिदीबहिनीहरूलाई जो मलेसिया कहिले खुल्छ र मलेसिया जाम्ला भनेर पर्खिरहनु भएको छ। र अहिले बेसिक स्यालेरी मलेसियामा 1700 भइसकेपछि धेरैजना साथीहरू आत्तिनु भएको होला। अब त ओटी नचले पनि बेसिक स्यालेरी भए पनि राम्रै कमाइ हुन्छ, बचाउन सकिन्छ भनेर सोच्नु भएको होला। अहिलेको यो स्थितिमा बेसिक स्यालेरी 1700 भइसकेपछि मलेसियामा हेर्नुहोस् है, ओटी नचलेको खण्डमा मैले यसमा ओटीका कुरा गर्दिनँ। ओटी भनेको कुनै पनि भर हुँदैन, बेसिकको कुरा गर्दैछु। बेसिक स्यालेरी 1700 छ, तपाईहरु नयाँ आएकै बेला बेसिक स्यालेरी 1700 पाउनुहुन्छ। र अहिले खानाको कुरा गर्दाखेरि मलेसियामा होटलमा खानुहुन्छ भने 2 छाकको 300 छ र अझै बढाउँछन्, होटलवालाले बढाउने प्रोसेसमा छन्। नेपाली होटलहरुमा आफै पकाएर खाँदाखेरि पनि 300 क्रस हुन्छ। त्यही भएको कारणले 300 रासनमा लाग्छ। 100 रिङ्गेट साँझ बिहान र भोग लाग्ने बेला नास्ता पानी चाहिन्छ। 440 रिङ्गेटको चोखो है, एकदम जुनसुकै सिम प्रयोग गरे पनि 40 रिङ्गेट रिचार्ज कार्ड भर्नै पर्छ। 440 प्लस त्यस पछाडि ब्रस मञ्जनहरू पनि चाहिला, साबुन सरबहरू पनि चाहिला है। त्यो सबै गरेर चाहिँ 60 रिङ्गेट त्यसको लागि छुट्याइदिनु, 500 रिङ्गेट चोखो भयो। एकदमै कन्ट्रोल गरेर, एकदमै लालच गरेर 500 रिङ्गेट खर्च आउँछ है। 500 रिङ्गेट एकदमै कन्जुसै गर्ने मान्छेले 500 ले पुर्याउन सक्छ। नत्र भने खैनी खाने बानी छ, सुरोट खाने बानी छ, यस्तो लाउने बानी छ भने नि 700 रिङ्गेट भन्दा पनि बढी आउन सक्छ। त्यही भएको कारणले गर्दाखेरि यहाँ अहिले कन्ट्रोल गरेर खाने मान्छेलाई धौधौ 1200 बचाउन सक्छ। अहिले चलेको रेट अनुसार 1200 को 12 थिए 36000 नेपाली आरएस हुन्छ भने 1000 रिङ्गेट मात्रै बचाउन सक्नुभयो भने 30000 हुन्छ। अहिले मलेसियामा बेसिक स्यालेरीमा खाएर पिएर कन्जुसै गरेर बस्ने भनेको 30 देखि 36000 हो है। र अब यही पनि रोजगारी नेपालमा छैन, बिजोग छ, लाखौं खर्च गरेर आउनुपर्छ। अब तपाईहरु आफै यसको चाहिँ क्याल्कुलेटर गर्नुहोस्। मैले महिनामा यति खान्छु र यति बचाउँछु, यति लगनी लाग्छ जाँदा मलेसिया, र यति सालमा यो लगनी तिर्न सकिन्छ ऋण, अनि पछाडि चाहिँ बचाउन सकिन्छ भनेर आफै हिसाब किताब गरेर चाहिँ आउँदा राम्रो हुन्छ, पछुतो हुँदैन है त। अहिले सबै रासन पानीहरू सामानहरू महँगिँदैछ, बेसिक स्यालेरी बढे लगत्तै यो बढ्छ नै, बढिराखेको छ। र 1000 रिङ्गेट बच्छ है। फाइनली भन्नुपर्दा 1000 देखि 1200 सम्म बचाउन सकिन्छ। र ओटीका कुरा आकाशको फल, आँखा तरी मर, कहिले चल्छ कहिले चल्दैन, आकाशे पानीको जस्तै है। आकाशे पानीको भरमा हामी नेपालीहरूले खेत रोप्छौँ, त्यस्तै हो। ओटी चल्ने र नचल्ने कुनै पनि ग्यारेन्टी हुँदैन। ओटी चले ठिकै छ, नचले बेसिक स्यालेरी 1700 छ र 1000 देखि 1200 बचाउन सकिन्छ, म जान्छु भन्ने निर्णय गरेर आउनु होला। यहाँ आइसकेपछि पछुतो हुनेवाला छैन। त्यो निर्णय गरेर आउनुभयो भने यहाँ आइसकेपछि ओटी नचलेपछि पनि केही पछुतो हुँदैन, आराम पनि पाइन्छ। 12 घण्टा 26 दिन काम पनि गर्नु पर्यो, आराम पनि पाइन्छ। बेसिक स्यालेरी 1700 पनि पाइयो। नेपाली 30000 देखि 36000 बचाउन सकिन्छ। त्योभन्दा ठुलो सपना नदेख्नु होला। अहिले धेरै कम्पनीहरूले ओटी कन्ट्रोल गरिराखेका छन् है त। मैले यस्तै भ्लग भिडियोहरू साथीहरू अपलोड गर्ने गरेको छु युट्युबमा। भिडियो मनपर्छ भने लाइक गर्नु होला, कमेन्ट गर्नु होला। पहिलोचोटि हेर्दै हुनुहुन्छ भने भिडियोलाई सब्स्क्राइब गर्नु होला है त। मलेसिया आउनुभन्दा पहिला थुप्रै साथीहरूले जानकारी दिनुभएको छ मलेसियाको बारेमा, कम्पनीहरूको बारेमा, कुन काम राम्रो नराम्रो एकदमै सर्च गर्नुहोस्, खोज्नुहोस्, हेर्नुहोस्, बुझेर आउँदा भोलि यहाँ पछुतो हुँदैन। यस्तो थियो भने म आउने थिएन, यति लागत लगाएर ओटी चल्छ भनेर भ्रम पार्यो एजेन्टले, म्यान पावरहरूले 2700-2800 देखि 3000-3500 सम्म आउँछ भन्यो है। यो सपना नदेखा भए म आउँथिनँ 1700 बेसिकमा भन्ने भोलि आएर यहाँ पछुतो गर्नुभन्दा पहिले नै बुझेर आएको राम्रो हुन्छ। म के भन्न चाहन्छु भन्दाखेरि सम्पूर्ण साथीहरूलाई ओटीको भर परेर चाहिँ
कुनै पनि देश नजानुहोला, बेसिक सेलेरी कति छ र त्यसमा मैले यति खान्छु र यति बचाउँछु र यति वर्षमा ऋण तिर्छु र यति जम्मा गर्छु र यति वर्ष बस्छु भन्ने निर्णय गरेर आउनुहोला। धन्यवाद, भेटौँला अर्को बलक भिडियोमा।